उहाँ साह्रै मनकारी हुनुहुन्छ। दान पेटिकामा दान गर्दै हुनुहुन्छ। हाम्रो सानो सहयोगले नै ठुलो काम गर्न सहयोग पुग्नेछ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज चाहिँ अलिकति स्पेशल भिडियो लिएर आएको छु। आज चाहिँ म गाउँ जानुभन्दा अगाडि चाहिँ यो भद्रकाली माताको चरणमा दर्शन गरेर चाहिँ गाउँतिरको यात्रा सुरु गर्दैछु। तपाईहरुलाई चाहिँ म गाउँतिरको भिडियो लिएर आउनेछु तपाईहरुको समक्ष। गाउँतिरको प्रकृति, गाउँतिरको रहनसहन, जीवनशैली र आफ्नोपनको अनुभूति तपाईहरुलाई गराउने कोसिस गर्दैछु। आउनुहोस् मसँगै आजको यात्रा सुरु गरौँ गाउँतिरको। हाम्रो यात्रा सुरु हुन्छ पोखरा भद्रकाली मार्गबाट। हामी पृथ्वीराज मार्गलाई पछ्याउँदै पोखराको मुख्य नाका मानिने विजयपुर खोलाको माथि बन्दै गरेको नयाँ पुल तर्दै सिसुवा सातमुहाने रोडलाई पछ्याउँदै हामी गाउँतिरको यात्रालाई जारी राख्नेछौँ। हामी चाहिँ अहिले यहाँ यात्राको क्रममा चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 32 चाहिँ यतातिर पर्छ भने यो पुलभन्दा यता पारी चाहिँ हाम्रो रूपा गाउँपालिका वडा नम्बर 5 पर्दछ। हामी दुईजना चाहिँ मेरो एकदम मिलनसार साथी रोशन कुमार श्रेष्ठज्यू पनि यहाँ भेटिनु भएको छ। बाटोबाट चाहिँ हामी सँगै यात्रा गर्नेछौँ। हामी चाहिँ यहाँ पोखरा महानगरपालिका वडा नम्बर 32 र रूपा गाउँपालिका वडा नम्बर 5 को सिमानामा पर्ने चाहिँ यो खेदी खोलाको पुलमा उभिएर भिडियो बनाइरहेका छौँ। हामी चाहिँ अहिले अब रूपा गाउँपालिकातिर उक्लिने जमर्को गर्दैछौँ। हामी चाहिँ अहिले यहाँ रूपा गाउँपालिका वडा नम्बर 5 को सीमाबाट चाहिँ प्रवेश गरिसकेका छौँ। माथि देउराली बजार 5 किलोमिटर माथि चढ्ने क्रममा छौँ। हाम्रो यो यात्राको बाटो हुनेछ अब देउराली बजारबाट खडागाउँ, फालभन्ज्याङ, मोहरियाबाट माथि हुँदै हामी माझकोटसम्मको यात्रा तय गर्नेछौँ। हेलो सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो भिडियोमा। हामी चाहिँ अहिले गाउँतिरको यो यात्राको क्रममा चाहिँ हामी रूपा गाउँपालिका वडा नम्बर 5 को चाहिँ हाम्रो यो तपाईले ब्याकग्राउन्डमा देखिराख्नु भएको छ खडागाउँ छ्यावा गुम्बा। हाम्रो रोशन कुमार श्रेष्ठ साथीलाई बाटोबाट हामी भेट भएर चाहिँ अहिले गाउँतिरको यात्राको क्रममा चाहिँ अहिले हामी यहाँ खडागाउँ रूपा गाउँपालिका वडा नम्बर 5 को खडागाउँ गाउँको हाम्रो खडागाउँ छ्यावा गुम्बाको तल परिसरमा आइपुगेका छौँ। अब हामी खडागाउँलाई छोड्दै फालभन्ज्याङ, जौबारी, चिसापानी, मोहरिया हुँदै माझकोटसम्मको यात्रा तय गर्नेछौँ। यो पारी देखिराख्नु भएको चाहिँ मोहरिया गाउँ हो भने पारी हामी चाहिँ यहाँ जाने यो टावर भएको ठाउँमा यहाँनिर चाहिँ माथिको कोट घर हामीले त्यहाँनिर पुग्नेछौँ। अहिले चाहिँ हामी यो बाटोबाट जाँदैछौँ। आज चाहिँ हामी यहाँ माझकोट गाउँ आउने क्रममा चाहिँ हामीले यहाँ मोहरिया डाँडानिर चाहिँ एउटा यस्तो राम्रो ठाउँ भेटेको हुनाले चाहिँ यस्तो राम्रो मन्दिर सिँढी यस्तो राम्रो ठाउँ भेटेको हुनाले चाहिँ कान्छा सर र म चाहिँ यहाँ एकछिन आएर भिडियो बनाउने जमर्कोमा यहाँ सिँढीमा
उभिएर भिडियो बनाइरहेका छौँ। अब एकदम माथितर्फ गएर फेरि भिडियो बनाउनेछौँ। कान्छा सर र म चाहिँ आज यहाँ मोहरिया डाँडाको यति राम्रो मन्दिर भेटेर चाहिँ मन्दिरमा चढ्दैछौँ। तल यस्तो सिँढीबाट चाहिँ हामी माथि उक्लिरहेका छौँ। भगवान्को दर्शन गर्नलाई मन्दिर देखिएको छ। यहाँ पछाडि देख्न सक्नुहुन्छ मन्दिरहरू। यही मन्दिरमा चाहिँ हामी दर्शन गर्नको लागि चाहिँ हिँडिरहेको छु। मोहरिया डाँडामा रहेको भगवानको दर्शन गरिसकेपछि फेरि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। यहाँबाट चाहिँ अलिकति अफरोड बाटो हुँदै हामी माचकोट तर्फको यात्रा पछ्याउँदै हिँडिरहेका छौँ। फाइनली गाइज अहिले चाहिँ हामी कोट भैरव माचकोट गाउँ कोट भैरवको चाहिँ तल प्रवेशद्वारमा चाहिँ हामी पुगिसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँ पछाडि हाम्रो कोट भैरवको प्रवेशद्वार र माथि मन्दिर रहेको छ। माथि टपमा चाहिँ हामी चाहिँ अहिले यहाँ माचकोट रूपा गाउँपालिका वडा नम्बर 2 मा आइपुगेको छौँ। यहाँ श्रद्धालु भक्तजनहरू चाहिँ एकदम घुइँचो छ माथि भगवानको दर्शन गर्नको लागि। हामी पनि यहीँ भगवान कोट भैरवको दर्शन गर्न जाँदैछौँ। हेर्दै गर्नु होला। तपाईँहरू चाहिँ हाम्रो बाटोतिर दृश्यहरू देखिरहनु भयो होला। कान्छा सर, यहाँ आउँदाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्यो, केही अनुभवहरू बताइदिनुहोस् न। यहाँ आउँदा चाहिँ एकदम मनमोहक हाम्रो प्रकृतिले भरिएको ठाउँहरू छन्। त्यो हामी चिर्दै चाहिँ आज हामी यहाँसम्म आइपुगेका छौँ। हामी चाहिँ यो कोट भैरवको मन्दिरमा आउँदासम्म एकदम बिचमा एकदम रमाइलो वातावरण, एकदम शान्त वातावरण सहित हामी चाहिँ एकदम रमाइलो गर्दै आएका छौँ। अब हामी पनि माथि कोट भैरवको दर्शन गरी हामी अझै खुसी हुनेछौँ, पुण्य पनि कमाउनेछौँ। त्यो त ठिक छ कान्छा सर। तपाईँले आउने बेला लाली गुराँसहरू योहरू बाटोहरूको केही दृश्यहरू देख्नु भएन तपाईँले? एकदम यो त हाम्रो यो यस्तो सुन्दर छ कि प्रकृतिले भरिएको ठाउँ। किनकि यहाँ यस्तो पाखैभरि लाली गुराँस ढकमक्क फुलेको छ। यो ठाउँ चाहिँ एकदम रमाइलो र एकदम राम्रो छ है गाइज। ल मैले चाहिँ एउटा कुरो याद गरेँ कान्छा सर, यो रूपा गाउँपालिका भरि नै धेरै जस्तो ठाउँहरूमा चाहिँ यहीँकै कुरा गर्नुपर्दा चाहिँ योभन्दा तल थुङ्की मोहरिया उता पोल्याङ मतलब मादीको छेउसम्म चाहिँ पुरै बाटो कालोपत्रे भएको छ भने यस माचकोट गाउँमा आउने बाटो चाहिँ मैले थोरै अफरोड कच्ची सडक भेटेँ। एकदम तपाईँले एकदम सान्दर्भिक कुरा सुनाउनु भयो, भन्नुभयो। किनकि यो ठाउँमा किन यस्तो भयो भन्दा कि भौगोलिक विकटताको कारण भनौँ कि यो ठाउँबाट फेरि अन्त फेरि जोड्नको लागि बाटो चाहिँ अब छैन भनेर इन्डिङ हो भनेर चाहिँ पालिकाबाट वास्ता भएन कि राजनीतिक प्रतिशोध भयो कि यसमा चाहिँ अलि सम्बन्धित निकायले चाहिँ यसो सोच्नुपर्ने देखिएको छ। किनकि बाटोहरू त्यहाँ जब हामी माचकोट लाग्नको लागि मोडिन्छौँ तबदेखि नै अफ रोड रहेछ। किनकि बाटोमा अलिकति राइडिङ गर्नलाई गाह्रै भयो। जुन चिजले भए पनि या त भौगोलिक कारणले हुनसक्छ या त राजनीतिक प्रतिशोधले जे कारणले भए पनि, तर यहाँको हाम्रो माचकोट गाउँको जनसमुदाय मतलब सम्बन्धित मान्छेहरूले चाहिँ सम्बन्धित निकायमा चाहिँ केही कुराहरू राख्नुपर्ने देखिन्छ। राख्नु पनि भयो होला सायद, कुन कारणले भएन यहाँको सडकहरू कालोपत्र थाहा भएन। तर यहाँको बाटोलाई हामीले कालोपत्र गरेर चाहिँ यहाँको
प्राकृतिक सौन्दर्यहरू अरू मानिसहरूलाई अरू ठाउँहरूमा देखाउन सक्यो भने बाह्य तथा यहीँको नजिकको पर्यटकहरू भित्राएर यहाँको डाँडै रातो हुने गरी ढकमक्क फुलेको लाली गुराँसहरू देखाउन सके यहाँको गाउँको चाहिँ केही विकास हुन सक्छ जस्तो लाग्छ कान्छा सर। एकदम यहाँ चाहिँ बाटोलाई अलिक सहज बनाएर यो ठाउँको चाहिँ एकदम प्रचार गरियो भने यहाँ चाहिँ एउटा आन्तरिक तथा बाह्य पर्यटकको एकदम सम्भावना रहेको ठाउँ छ, किनकि यहाँबाट एकदम राम्रो राम्रो दृश्यहरू देख्न सकिन्छ। यहाँ आएपछि त मनै एकदम प्रफुल्ल हुने गरी यस्तो मौसम छ कि यस्तो राम्रो ठाउँ छ कि त्यही भएर तपाईँहरू पनि आउनुहोस् यसो हेर्नको लागि, दर्शन गर्नुहोस्, प्राकृतिकको सौन्दर्यको मजा लिनुहोस् र तपाईँहरू पनि फर्किनुहोस्। हामी चाहिँ यो भलाकुसारी चाहिँ अहिलेलाई यहीँ छोडौँ, हामी चाहिँ आउने बेलामा बाटोहरू त्यस्तो देखेको कारणले भनेको हाम्रो त्यस्तो केही हामीलाई कसैको प्रतिशोध पनि होइन, कसैलाई व्यङ्ग्य हान्नु पनि छैन, कसैसँग हामी चाहिँ भगवानको दर्शन गर्न आउने बेला जे देखेछौँ त्यसको लागि एकदम गरिदिनुहोस्। अहिले चाहिँ हामी राम्रो होस्। अहिले चाहिँ हामी माथि दर्शन गर्न जाँदैछौँ, हेर्दै गर्नु होला। ओके ल है अहिले हामी चाहिँ मन्दिरको प्रवेशद्वारमा आइपुगेको छौँ। माझकोटको माझकोटको कोट भैरव थानमा माथि कोट घरमा चाहिँ हामी मन्दिरको यति राम्रो प्रवेशद्वार यति राम्रो बनाइदिनु भएको रहेछ। यस्तो राम्रो प्रवेशद्वारबाट यति राम्रो सिँढीबाट चाहिँ अहिले हामी हिँड्दै मन्दिरमा पूजाको लागि हामी उकालो चढ्दैछौँ। त्यो पानी जस्तो के
खाद्य हो तपाईँको खाद्य हो भनेको खाद्य हो भोलागढ कहाँ भन्न देखिन्छ के भन्नु ल है ल एकदम मन्दिर परिक्रमा गर्ने कार्यक्रम जारी छ।
चाहिँ मन्दिर परिक्रमा गरेर अब दर्शनको लागि भित्र जानको लागि वेटिङमा छौँ। अब दानपेटिकामा दान गर्न लाग्नु भएको छ। उहाँ साह्रै मनकारी हुनुहुन्छ। दानपेटिकामा दान गर्दै हुनुहुन्छ। हाम्रो सानो सहयोगले नै ठुलो काम गर्न सहयोग पुग्नेछ। त्यसैले दानपेटिकामा चाहिँ दान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद।
हेलो हेलो सबैजनालाई। अहिले चाहिँ हामी यहाँ माझकोटको कोट घरमा कोट भैरव थानमा चाहिँ पूजाहरू गरिसकेर चाहिँ प्रसाद खाएर चाहिँ अब सबैजना प्रसाद खाँदै हुनुहुन्छ र हामी सबै जाने तर्फरमा छौँ। करिब करिब अब पूजा सकिए जस्तै छ। तकरिबन सबैजना अब अहिले पूजा सकेर चाहिँ आफ्नो आफ्नो प्रसादहरू लिएर आफ्नो आफ्नो भाकल दिएको भाकलहरू लिएर चाहिँ घरतिर प्रस्थान गर्ने सुरु गर्नुभएको छ। यहाँ पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ एकदम राम्रो लाल गुराँस फुलेको देख्न सक्नुहुन्छ। रातै हुने गरी पुरै लाल गुराँसहरू फुलेको देख्न सकिन्छ। त्यहाँनिर टावर भ्यू पोइन्ट बनाएको देख्न सक्नुहुन्छ भने यतातिर चाहिँ सबैजना चाहिँ अहिले प्रसाद ग्रहण गरेर चाहिँ अब आफ्नो आफ्नो घरतिर जाने तर्फमा रहनु भएको छ।